हेलो हेलो साथीहरू, आई होप हजुरहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि म चाहिँ बुढासँग आज घुम्न जाँदैछु है। बुढालाई मैले बर्थडेमा कपडा दिलाइदिन्छु भनेको थिएँ नि त, त्यो किनिदिनलाई जान लागेको साथीहरू। तर हेरौँ कस्तो हुन्छ, मिल्छ या नाइ होइन साथीहरू। अनि धेरै गर्मी छ क्या, अनि त्यही भएर यहाँ बुढाबुढी जिस्किँदै हिँडिरहेको थियो होइन। अनि त्यसपछि हेर्नु न, मेरो बुढा चाहिँ यहाँ खुसीले डान्स गर्दै हुनुहुन्छ, छमछम नाचिबस्नु भएको छ है। अनि यस्तै हो। अनि यहाँ चाहिँ भाइ बुहारी पनि जाँदै थियो नि त सँगै, अनि त्यही भएर म चाहिँ भाइ बुहारीलाई पर्खिरहेको थियो। तर उनीहरू चाहिँ आउँदै आउँदैन, पर्खिँदा पर्खिँदा यहाँ बुरा हाल भइसक्यो साथीहरू। बल्ल बल्ल आयो उनीहरू चाहिँ होइन। हेलो गाइस, आज चाहिँ हामी घुम्न जाँदैछौँ गाइस। हेर्नुस् के हुँदैछ हामी जान लागेको चाहिँ अलि टाढा छ नि त, अनि त्यही भएर हामी चाहिँ यहाँ अटोमा जाँदैछ साथीहरू। भाइ बुहारी चाहिँ एक्टिभामा गयो अनि हामी चाहिँ चारजना चाहिँ यहाँ अटोमा जाँदै। कपडा किन्न छोडेर हेर्नु न, मेरो बुढा चाहिँ यहाँ कान छेड्ने रे, अनि त्यही भएर कान छेड्नतिर लाग्नुभयो है। अनि अब बुढाको खुसी नै मेरो खुसी भनेर म पनि साथ सपोर्ट दिनतिर लागेँ। अनि अब यहाँ बहिनीले पनि छेड्नु पर्ने रे गाला है। अनि बिनाजुको छेडेको हेरेर यहाँ साली नानी त रुन लाग्यो भनेर के बहिनीले चाहिँ गाला छेड्ने रे है। अनि ऊ चाहिँ चेक गर्दैछ दुख्छ कि नाइ भनेर। अनि त्यसपछि अब यहाँ मेरो बुढाको चाहिँ सित्नै लाग्यो, अब चाहिँ बहिनीको पालो है। अनि हामी चाहिँ हेर्नु न, यस्तो भयो मेरो बुढाको चाहिँ कान, कति ठाउँ छेडिसक्नुभयो, अझै छेड्नुपर्ने। अब मेरो बहिनीको पालो छ, हेरौँ है कस्तो रिजल्ट आउँछ मेरो बहिनीको चाहिँ। हेर्न गएको थियो तर डराएर सकेन हेर्न, अनि फेरि म त फर्कियो साथीहरू। गाला चाहिँ यस्तो भयो है, हेर्नु क्या दामी देखिरहेछ। अब त्यसरी राम्रोसँग भिडियो बनाउनु चाहिँ पाएन साथीहरू। अनि मेरो बुढालाई कपडा किनिदिन नि पाएन साथीहरू। अब अर्को पालि किनिदिने छु भन्दै आजलाई भिडियो यति नै साथीहरू, बाई बाई।